ल साथीहरु, आज म हजुरले अकाउन्टिङ फर लेबर हाम्रो क्लास 12 को हाम्रो अकाउन्टमा आउँछ 2 मार्क्स फिक्समा आउने हुन्छ। हाम्रो क्वेशन नम्बर 17 को 18 को आई मा आउँछ के 18 को आई मा आउने क्वेशन हो है। हाम्रो 18 मा आउँछ क्वेशन नम्बर 18 2 मार्क्स फिक्स आउने भो। वान सर्ट भिडियो हाम्रो अकाउन्टिङ फर लेबर के हुन्छ हाम्रो हेरौँ है त। मैले एउटा पोइन्ट बनाएको छु, हजुरले कसरी गर्ने सजिलो तरिकाबाट सिकाउने छु। अकाउन्टिङ फर लेबरमा दुईवटा तरिकाबाट हिसाब गर्न आउँछ। के यो दुईटा तरिका यहाँ हेर्नुस्। फर्स्ट हो हाम्रो पिस रेट सिस्टम, सेकेन्ड हो हाम्रो टाइम रेट सिस्टम। अब पिस रेट सिस्टमको फर्मुला के हो भनेपछि प्रोडक्सन युनिट इन्टु टोटल प्रोडक्सन युनिट इन्टु वेजेस रेट पर युनिट। हाम्रो टाइम रेट सिस्टममा टाइम रेट सिस्टम इज इक्वल टु एक्चुअल टाइम टेकन, कति टाइमको काम गरे है अनि कति घण्टा काम गरे है। हाम्रो पिस रेट सिस्टममा हाम्रो युनिटमा देखाइन्छ भनेपछि टाइम रेट सिस्टममा जहिले पनि हामीले आवरमा देखाउँछ। अब एउटा क्वेशन हेरौँ क्लियर हुन्छ त्यसपछि। ल मैले एउटा क्वेशन सारेको छु हेर्नुस्। द टाइम हाम्रो प्रोड्युस कति गरे है 20 युनिट प्रोड्युस गरे है। अब आउटपुट 1 घण्टामा हामीले 1 घण्टामा 20 युनिट प्रोड्युस गरेको छ। अनि आवर्स वर्कर यति काम गरेको छ। अनि ड्युरिङ द मन्थ 1 महिनामा कति गर्यो भनेर खोजेको हो यो क्वेशनले। हामीले गिभन गराम टोटल आउटपुट कति गर्यो। हाम्रो आउटपुट युनिट कति भयो अरे 20 युनिट्स। 1 घण्टामा 20 युनिट्स गरेको थियो। हाम्रो टोटल आउटपुट 20 भने 20 गर्यौँ। हाम्रो क्वेशनमा कोही सारी राखौँ। अनि त्यसपछि हाम्रो वेजेस रेट हाम्रो आवरमा छ, हामीले आवरमै निकाल्नु पर्ने हुन्छ हामीलाई। त यस्तो गर्दा पनि हुन्छ इज इक्वल टु 80 डिभाइड बाई 20 गरौँ इन्टु यहाँ 4 आउँछ। अनि हाम्रो वेजेस रेट हाम्रो प्रोड्युस युनिट कति गरेको थियो प्रोडक्सन युनिट कति भएर रहेछ युनिट हाम्रो 200 गरेको थियो। मैले डाइरेक्ट गरेको छु, हजुरले गर्न सक्नुहुन्छ। अनि हामीले बाई पिस रेटबाट लगाइदिउँ। पिस रेट सिस्टम इज इक्वल टु हामी यता लेख्छु। पिस रेट सिस्टममा के थियो आउटपुट युनिट प्रोडक्सन युनिट इन्टु हाम्रो वेजेस रेट प्रोडक्सन युनिट वेजेस रेट पर आवर। हामीले यहाँ पर आवर निकालिसक्यौँ। हम 4 घण्टामा आउने भयो। 4 आवर्स निकालिसक्यौँ हामीले। त्यसपछि हामीले गर्नुपर्ने हुन्छ प्रोडक्सन युनिट कति छ 200 युनिट छ इन्टु हाम्रो कति छ 4। अनि हाम्रो कति हुने भयो 4 दुना 8 800 युनिट। 800 हाम्रो एन्सर हुने भयो, यो रकममा आउने भयो। यो हामीले यही क्वेशनलाई हामीले पिस रेट टाइम रेट सिस्टममा पनि गर्न सक्नुपर्छ। हामीले यही क्वेशनले गरौँ बाइ टाइम रेट सिस्टम। यही क्वेशनले टाइम रेट सिस्टम गरौँ। हाम्रो एक्चुअल टाइम टेकन आउनु पर्ने हुन्छ। हाम्रो एक्चुअल टाइम टेकन निकाल्नु पर्ने हुन्छ। म एक्चुअल टाइम टेकन निकाल्ने छु। ल हाम्रो टाइम रेट सिस्टम इज इक्वल टु एक्चुअल टाइम टेकन इन्टु वेजेस रेट पर आवर। यो आवरमा दिन्छ। हाम्रो यहाँ केमा देखा हाम्रो युनिटमा देखा भने हामीले एउटा क्लु दिएको छ यसले। हामीले 20 युनिट दिएको छ कि नै यसलाई रफमा गर्दा पनि हुन्छ। एक्चुअल टाइम टेकन निकाल्नको लागि हामीले 200 डिभाइड बाई 20 गर्दा पनि हुन्छ।
हामीले हेरौँ क्यालकुलेटरमा डिभाइड बाई 20 गर्दा हाम्रो 10 आउने भयो। एक्चुअल टाइम टेकन 10 युनिट इन्टु हाम्रो ओएस रेट पर आवर कति छ 80 छ। हाम्रो 80 गराम हाम्रो यहाँ 800 आयो युनिट। हाम्रो एन्सर भयो यो। बुझ्नुभयो? अरु केही समस्या छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ, म बनाइदिनेछु।